समसामयिक विषयमा पुरस्कार तर्फबाट सोध्न सक्ने एकदमै महत्त्वपूर्ण राष्ट्रिय प्रतिभा पुरस्कार 2081 को बारेमा छोटो जानकारी। यो चाहिँ 2075 मङ्सिर 17 गतेको मन्त्री परिषदको बैठकले चाहिँ यो पुरस्कार दिने निर्णय गरेको थियो। पहिलो पटक 2076 मा दियो है, 75 मा निर्णय गरियो, 2076 मा दियो र त्यसपछि कोरोनाको कारणले गर्दा यो दिने काम हुन सकिरहेको थिएन। त्यसपछि चाहिँ अहिले 2081 मा प्रजातन्त्र दिवसको अवसरमा चाहिँ यो पुरस्कार वितरण गरिएको छ, जहाँ चिकित्सा क्षेत्रतर्फ डाक्टर ओममूर्ति अनिल र खेलकुदतर्फ सावित्रा भण्डारी साम्बाले यो पुरस्कार प्राप्त गर्नुभयो। त्यसैगरी सम्पदा संरक्षणतर्फ रविन्द्र पुरी र टेलिमेडिसिनतर्फ डाक्टर छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डाक्टर विराज सिंह थापा, कीर्तिमानी पर्वताराई पूर्णिमा श्रेष्ठ र विज्ञान प्रविधितर्फ डाक्टर आभास मास्के र हरिराम श्रेष्ठ। अब यहाँ नजिक विज्ञान प्रविधि नवप्रवर्तन भन्यो भने विराज सिंह र पूर्णिमा सम्झिनु पर्यो है, विपु भनेर सम्झिनु पर्यो। अनि विज्ञान प्रविधि मात्रै भन्यो भने चाहिँ डाक्टर आभास मास्के र हरिराम श्रेष्ठ सम्झिनु पर्यो। र समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीले पुरस्कार पाउनु भएको छ। अब यहाँ लेखिएको छ, नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न विषम 2075 मङ्सिर 17 गते बसेको मन्त्री परिषद बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो। पहिलो पटक विषम 2076 सालमा वितरण गरिएको यो पुरस्कार त्यस पश्चात कोरोना महामारीको कारण हुन सकेको थिएन भनिएको छ। यो चाहिँ विशेष गरी नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रभावशाली व्यक्तिलाई चाहिँ यो पुरस्कार दिने गरिन्छ। अब यहाँ अलिकति चर्चित भनेको चाहिँ डाक्टर ओममूर्ति अनिल, चिकित्सा क्षेत्रतर्फ चर्चित नाम हामीले सुनिरहेको, याद गर्न पनि सजिलो छ। त्यस्तै खेलकुदतर्फ चाहिँ सावित्रा भण्डारी साम्बा।